गत महिना भदौ 23 र 24 गते जेनजीको आन्दोलनमा धेरै जेनजीहरूले ज्यान गुमाउनु पर्यो र कतिपय जेनजीहरूले आफ्नो इन्जुरीको कारणले आजसम्म पनि हस्पिटलमा उपचारको क्रममा रहनु भएको छ। त्यसै क्रमको लागि अनुसन्धानको लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व गृह सचिव गोकर्णमणि दुवादी, पूर्व राष्ट्रिय अनुसन्धान भोजराज थापा, पूर्व प्रमुख जिल्ला अधिकारी छविला रिजाललाई विदेश भ्रमण रोका गरिएको छ। अनि काठमाडौँ उपत्यकाबाट बाहिर जानको लागि पनि रोका गरिएको छ, किनभने छानबिनको लागि धेरै घटनाहरू घट्यो। त्यस कारणले गर्दाखेरि त्यो छानबिनको लागि कतै पनि जानको लागि रोका गरिएको छ।